नेपालमा यस्ता प्रवृत्तिका मान्छेहरू पनि छन् कि जसले आफूले पनि केही गर्दैनन् र अरूलाई पनि केही गर्न दिँदैनन्। जसले केही राम्रो गर्न खोज्दैछ नि उसको हात खुट्टा नै बाँधिदिन्छन्। जेनजी आन्दोलन पश्चात रिमा विश्वकर्मा राजनीतिमा आइन्। कुलमान घिसिङको पार्टीमा आबद्ध भइन्। के रिमा विश्वकर्मा पार्टीमा आबद्ध हुनु नै गलत थियो त? के रिमा विश्वकर्माले राजनीति नै गर्न नहुने हो र? उनीमा पनि केही क्षमता छ होला, उनीलाई पनि देशमा केही गर्न रहर छ होला, तर उनीले राजनीतिमा आए पश्चात कलाकारितामा नपाएको गालीको वर्षा। राजनीतिमा आएको 1 महिनामै पुग्दो गाली पाइनु होला।